हेलो गाइज, नमस्ते सबैजनालाई। आरामै हुनुहुन्छ होला होइन। हजुरहरू पनि जापानमा नयाँ हुनुहुन्छ र भर्खर लाइसेन्स निकाल्नुपर्छ, अगाडि चलाउनु हुन्छ भने जापानमा तेल हाल्ने कसरी भन्ने अब हजुरहरू थाहा नभएको मान्छेहरूलाई चाहिँ के हेल्प होस् भनेर होइन देखाउन गइरहेको छु होइन। यस्तो हुन्छ हेर्नु, अब यहाँ आउनुभयो भने चाहिँ अप्सनहरू हुन्छ है। ब्याङ्किङमा क्यासबाट हाल्ने कार्डबाट तिर्ने त्यो थिच्नु होला है। हजुरसँग पोइन्ट कार्ड छ भने पोइन्ट कार्ड हाल्न सक्नुहुन्छ। अनि अब कुन रेगुलर चाहिँ अब हाल्न सक्नुहुन्छ है। अनि त्यसपछि अब हजुरले यहाँ पैसा कतिको हाल्ने जुझाउन सक्नुहुन्छ होइन। अब मानतान फुल हाल्ने मानतान हाल्नु होला होइन, नत्र अब कतिको हाल्ने मैले चाहिँ 4000को हाल्छु। त्यो हालेपछि पैसा हाल्नु होला। त्यसरी पैसा हाल्नुभयो भने चाहिँ यहाँ अब आउँछ होइन। यहाँ थिचेपछि रेसिटो चाहिन्छ चाहिँदैन त्यो थिच्नु देखाउँछ, थिच्नु होला। अनि त्यसपछि अब यहाँ तेल हाल्नु। यो चाहिँ आफ्नो गाडीमा यहाँबाट खोल्नु पर्ने हुन्छ होइन। अगाडिबाट खोलेर यत्तिकै थिचेर हाल्न सक्नुहुन्छ हजुरहरूले। अनि यो तेल भरेपछि चाहिँ अटो स्टप चाहिँ हुन्छ होइन। फुल हाल्दाखेरि, नत्र अब थोरै हाल्दा त अब जान्छ होला। कतिको हाल्नुहुन्छ है, यसरी नै हो, सजिलै छ। कति 4000को तेल हालेको थिएँ होइन, 5000 हालेको थिएँ। अब यो तेल गयो नि त नि पर्ची आउँछ, अनि पैसा चाहिँ रिटर्न चाहिँ यताबाट आएर यहाँ चाहिँ एउटा मेसिन हुन्छ होइन। यो चाहिँ पैसा निकाल्नलाई मात्रै। अनि यो बारकोड चाहिँ यहाँ यसरी भित्र देखाउनु भयो भने चाहिँ यो यहाँ देखाउनु भयो भने चाहिँ यताबाट पैसा आउँछ हजुरको उचुरी रिटर्न होइन। यसरी लिन सक्नुहुन्छ। यसरी नै तेल हाल्न सक्नुहुन्छ।